day to finally leaving for home from Bandipur trip. Thank you so very much for inviting on Amar Mama and Govinda Mama. This is day 2. आज चाहिँ एकछिन हामी कुमो राइड आउने जाँदैछौँ अब जाने अब गइहाल्ने कस्तो सुतिर यार नसुत न यार उठो 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 जागो जागो दया साइया टुम्बा एक्लै खानी रे उठिसक्यो हामी माथि सुतिरहेको छ के भयो कसले के गर्यो नराउन त्यसरी के भयो एकछिन गएर गाइज म राइडमा है एकछिन गएर How was the night, guys? कस्तो भयो कति बजी सुत्यो हामी सुत्नु त यार त्यस्तै भएको थियो 11:30 भएको थियो ल 11:30 11:30 त भएको थियो कस्तो भयो त नि हिजो त नेक्स्ट लेभल लाग्यो नि अब भनौँ न हाम्रो त्यो त्यो पनि सिङ्गर पनि यतै अरविन जान्छ बिहान सनसेट हेर्न जान्छु भन्दै थियो सनसेट र सनराइज हेर्न जान्छु भन्दै ठाउँतिर आइपुगिसकेका छौँ पाइसकेका भित्र घुसाम जाम बन्दीपुर जाउँ खोलाको पनि हामी नै आएको छौँ है हामी द्राक्ष जस्तो नि खेल्छ है थोरै ल ल ओके अथवा खुट्टाले भेट्न थियो भने तपाईँ त्यसको के भयो कुनै बित्तिकै अहिले निस्किनु पर्ने हुन्छ आइपुगेछ केही छैन खेल्ने हो हेलो आउँदैछ के छ आउँदै ल चालु ल रेडी 3 2 1 Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ
Nero este copa, nero cuando तपाईँ कहिले लाइनलाई कहिले भयो हुँदैछु हाम्रो दाइ खै यता यता Panasonic SD. Hey, Panasonic guys. Hey channel, this is my vlog. Subscribe गर्नु होला. हामी vlog गर्दैछौँ Panasonic full SD बाट. जुन चाहिँ हो 1990 guys. अब 28 mm wide. त्यसपछि focal optical zoom. FPS 3.0 छ. 1.3 mm. अरू 3 जना साथी अब दुईटा बाइकमा 3 तर थाक्यो लास्ट थाक्दो रहेछ धेरै दौडा प्रदीपलाई एकदम प्रदीप थ्याङ्क यू नर्मल डिजे दामी गीत सेलेक्सन Sorry.
एक राउन्ड 2 राउन्ड हाम्रो चाहिँ सबै आइटिकेको मध्येमा हामी त्यसै हाल्ने नबनाऊ कि धेरै उता उता बनाउनु मेरो नबनाऊ भने बेलामा त ज्याप जुम गर्ने Thank you all the participants. हाम्रो आज प्राइज डिस्ट्रिब्युसन हुन जान गइरहेको छ त्यसमा फ्लोरेसमा हाम्रो बस्नुपर्छ हाम्रो निमेश चौधरी उहाँलाई प्राइज हाम्रो फ्लोरेस बाइकको विनर हुनुहुन्छ निमेश स्लो बाइक रेसको विजेताले एउटा बाइक नै जित्न सफल हुनुभएको छ र म्युजिकल बाइक रेस के भन्ने अब म्युजिकल हाम्रो निवेश चौधरीले जीले चाहिँ योसँग चाहिँ यो स्लो बाइक रेसमा यो चौथो पटक हो है जितेको स्लो बाइक रेसमा बिग अप्लज फर निवेश चौधरी उहाँले 4th टाइम स्लो बाइक रेसिङमा विजेता हुन सफल हुनुभएको छ उहाँको एक्सपिरियन्सहरू केही सेयर गरिदिनको लागि हार्दिक अनुरोध गर्न चाहे Thank you so much all of you for supporting and giving. एकदम यो गेम खेल्नलाई मलाई एकदम इन्ट्रेस्ट लाग्थ्यो पहिल्यैबाट होइन स्कुल लेभलबाटै म साइकल पनि खेलेको थिएँ हामी दौडिन मात्र जानेको त इन्ट्रेस्टिङ लाग्ने क्या स्लो ब्यालेन्स मिलाउनु पर्छ सबै क्लोज ब्रेक अनि एक्सिलेटरको तपाईँहरू अब जुन बाइकमा पनि ट्राई गर्न सक्नुहुन्छ बुलेटै बुलेटको गिफ्ट पाउनलाई चाहिँ बुलेटै बाइक किनेर आउनु पर्यो यहाँ पार्टिसिपेट हुनु पर्यो थ्याङ्क यू धन्यवाद निवेशजीलाई र यसै गरी म्युजिकल चेयरको विजेता हुन सफल हुनुभएको छ अर्जुन थापा फ्रम टिम धौलागिरी जोरदार तालीले उहाँलाई हौसला बढाइदिनु होला
यो त सानो अवसर पनि छ उहाँ चाहिँ हाम्रो टिम डेभलपमेन्ट काठमाडौँबाट आउनु भएको उहाँहरूले चाहिँ डाङ्गो राइड सँगसँगै हाम्रो चाहिँ रोयल इन्फिल्डको चाहिँ नेपाल राइडर्स मिट भन्ने प्रोग्राम हुने गरेको छ यसपालि चाहिँ नेपाल राइडर्स मिट चाहिँ उहाँहरूले होस्ट गरिदिन्छ र गीत उहाँहरूले चाहिँ नेपाल राइडर्स मिटको बारे पनि बोल्नु है त हाम्रो गीत फर्स्ट हामी उहाँले प्राइज दियौँ त्यसपछि चाहिँ उहाँले पहिलो पुरस्कार है Congratulations once again. उहाँले तपाईँ नेपाल राइडर्स मिटको बारेमा अलिकति भन्नुहुन्छ कहाँ कसरी के गर्नुहुन्छ नमस्कार सबैजनालाई गुड मर्निङ फ्रम बन्दीपुर यहाँ आज उपस्थित भएका सम्पूर्ण हाम्रो राइडर दाजुभाइ दिदीबहिनी सबैजनालाई हाम्रो फेम द हिमालयन मोटरसाइकल एक्सपिरियन्स डेभलपमेन्टको तर्फबाट गुड मर्निङ ज्ञान अभिवादन भन्न चाहन्छु हामी यो वर्षको नेपाल राइडर मिट 8औं एडिसन हामी होस्ट गर्न गइरहेका छौँ जुन रोयल इन्फिल्ड र फोरे नेपाल अन्तर्गत पर्ने हो अनि यो हामी काठमाडौँमा गर्छौँ यो पटक यहाँ आज कतिपय हाम्रो पुरानो राइडर दाजुभाइहरू आउनुभएको छ नयाँ राइडरहरू हुनुहुन्छ उहाँहरूलाई पनि मैले यही मञ्चबाटै इन्भाइट गर्न चाहन्छु नेपाल राइडर मिटमा पार्टिसिपेट हुनुहोला यो एउटा क्याम्पिङ बर्दर हो रमाइलो हुन्छ अब हामी रोयल इन्फिल्डले आएर विभिन्न राइडरमा हिँडिरहेका हुन्छ त्यहाँ हामी क्याम्पिङ गरेर 2 नाइट्स पछाडि अझ धेरै बर्दरहरूको भेटरान राइडरहरूसँग एक्सपिरियन्सहरू सेयरहरू गर्ने लिने चलनहरू हुन्छ त्यसमा जोइन हुनु भन्न चाहन्छु र सँगसँगै हामीले यो जुनमा हाम्रो क्लबको आफ्नै सिङ्गल राइड म्याङ्गो राइड भनेर पनि गरिरहेका हुन्छ यो पटक त्यो पनि सन्जोगवश 8औं एडिसन हामी गर्न गइरहेका छौँ को इन्ट्रेस्ट हुनुहुन्छ भने अब हाम्रो रोयल इन्फिल्ड अब हाम्रो पनि पेजहरूमा हामीले त्यो सूचनाहरू राख्छौँ त्यसमा हेरेर इन्भाइट गर्नु होला भन्न चाहन्छु र सँगसँगै रोयल इन्फिल्ड अल्फा अटोमेटिकले यो बन्दीपुर राइडको आयोजना गरेर हामीलाई पनि पार्टिसिपेट गर्न दिनुभएकोमा र सँगसँगै नारायणघाटको रोयल इन्फिल्ड सोरुमलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु र हाम्रो द हिमालयन मोटरसाइकल एक्सपिरियन्स गेमको तर्फबाट एउटा सानो मायाको चिनो यो नारायणघाट सोरुमलाई हामी दिन गइरहेका छौँ यही भन्ने म 2 शब्द सुनाउँछु हस् धन्यवाद थ्याङ्क यू अर्जुन सर थ्याङ्क यू टिम डेभलपमेन्ट रमेश सर 21 सेकेन्ड अनि अहिले हजुर राइडरहरू सबैलाई अहिले हाम्रो एनआरएमको लेस राइडको कारणले एउटा स्टिकर र अनि हाम्रो क्लबको स्टिकर छ सबैजनालाई अहिले मसँग अथवा अनिलसँग लिनलाई पनि म अनुरोध गर्छु हामी दिन्छौँ बिर्स्यो भने हजुरले सम्झेर पाउनुहोस् है त एउटा यो चाहिँ हाम्रो मायाको चिनो भनेर हाम्रो नारायणघाट सोरुम जसले अब हामीलाई आशा छ आउँदो एनआरएमलाई नेपाल राइडर्स मिटमा पनि धेरैभन्दा धेरै पार्टिसिपेट उहाँले गराइदिनु हुनेछ यो यसमा लोगो छ नेपाल राइडर्स मिटको लोगो पनि छ यतापट्टि हाम्रो क्लबको लोगो अनि फेम भनेर हामी लेखेका छौँ यो चाहिँ म उहाँलाई दिन चाहन्छु थ्याङ्क यू सो मच नेपाल राइडर्स मिट क्या किया तूने खोल के देख लिया हामी त यसपालि चाहिँ अलिकति छ नि थोरै एउटा छुट्टै गरी पनि राखेको छ जस्तो चाहिँ रोयल इन्फिल्ड पर्पल राइडिङ गेम र डिसिप्लिन राइडिङ हामी के हेरेको त हामी टिम मेम्बर अर्गनाइजिङ टिम बसेर डिसाइड गरेको छौँ र त्यसको चाहिँ विनर हुनुभएको छ रोयल राइडर्सबाट आशिष गुरुङ सर बेस्ट रोयल इन्फिल्ड राइडिङ केस अफ रोयल आएर उहाँले चाहिँ राइड गरिदिनु भएको भएर चाहिँ उहाँ चाहिँ यस क्याटेगोरीको विनर हुनुभएको छ र प्राइज डिस्ट्रिब्युसनको लागि म काठमाडौँ ल्याइदिनु धम्मी सवालीलाई हाम्रो सरोज गेम फिल्ड भएको सरोज भाइलाई रिक्वेस्ट गर्छु
कङ्ग्रेचुलेसन रोयल राइडर आशिष गुरुङ सर। उहाँ त एकदमै हुन्छ नि नेसनल इन्टरनेसनल राइडहरू पनि गरिराख्नुहुन्छ र उहाँले 2 शब्द बोलिदिनुहुन्छ उहाँको राइड एक्सपिरियन्सको बारेमा। एभ्रिबडी नाम चाहिँ ज्याकी जिआरजी र अलिकति हात कामेको जस्तो अवस्था है घोडाबाट लडेर होला सायद अघि है देखि हेर्नुभयो कहिले कहिले समटाइम इट्स ह्यापेन होइन। राइडिङ गियर चाहिँ अब लगभग हामी चाहिँ लाएर हिँडेकै राम्रो है जस्तो सुकै राइडमा भयो भने प्रोपर गियर होइन। अनि त्यसपछि अब रोयल इन्फिल्ड प्रतिको माया भनौँ न मेरो होइन एभ्रिथिङ चाहिँ रोयल इन्फिल्डकै लाएर हिँडिरहेको छु आजसम्म चढ्नेदेखि लिएर लाउनेदेखि लिएर एभ्रिथिङ होइन। अनि अब राइडिङ गियरहरू लायो भने पनि अलिकति आफ्नो अरूभन्दा नि ज्यानको सेफ्टी चाहिँ फर्स्ट है रमाइलो भन्ने कुरा आफ्नो ठाउँमा गर्दै गरौँ ल। सुरुमा ज्यान बाँचेको रमाइलो हुन्छ होइन। त्यसपछि त्यही भएर चाहिँ अब त्यही भन्न चाहन्छु नेसनल इन्टरनेसनल राइडहरूमा चाहिँ गियर लाएरै राइड गर्नु होला है। कति वर्ष डिस्कस छ त यसरी हातले पऱ्यो त होइन ए 20% दिन्छु घाँडा केटा हारियो गियर अफ डाउन होइन केटा। उहाँले भन्नुभएको एकदमै सही हो। आफ्नो सेफ्टी भनेको सबै इम्पोर्टेन्ट हुन्छ लाइफमा। सो राइड त्यो कुरा एकदमै अप्नाउनु पर्ने हुन्छ र प्रपर राइडिङ गियर हेलमेट ग्लभ्स जुत्ता लाएर राइड गर्दाखेरि अझ सेफ फिल पनि हुन्छ र सेफ्टी पनि दिइरहेको हुन्छ। ओके त्यस्तै गरेर हाम्रो यो अहिले चाहिँ बन्दीपुर भ्रमण वर्ष 2025 चलिरहेको छ र हाम्रो बन्दीपुरको सरहरू हुनुहुन्छ उहाँहरूले त्यसको बारेमा के भनिदिनुहुन्छ? सम्पूर्णलाई नमस्कार र बन्दीपुरमा भ्रमण गरिदिनु भएकोमा मुरी आभार प्रकट गर्दछौँ र बन्दीपुरमा सम्पूर्णलाई स्वागत पनि छ र नयाँ वर्ष बितेर आउँदा सबैलाई नयाँ वर्षको न्यानो शुभकामना प्रदान गर्न चाहन्छु र बन्दीपुरमा आएर यतिका रमाइलो गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु र आउँदा दिनहरूमा पनि यसरी नै पाल्नुहुनेछ भन्ने पूर्ण विश्वास राख्दछु र बन्दीपुर सचिवालय धन वर्ष 2025 को सचिवालयको तर्फबाट हामी केही मायाको चिन्हहरू वितरण गर्दैछौँ र यात्रा गर्दा आवश्यक सरसामानहरू पहिरिएर यात्रा गर्नुहोला किनभने हामी आफ्नै
बेला यति नै पाएको